वेलकम छ मेरो न्यू ब्लगमा र आजको ब्लग चाहिँ अब लाइफस्टाइल ब्लगिङ भन्न पर्यो। आजको ब्लग चाहिँ मेनली म क्यामेरा टेस्टको लागि यो बनाएको छु अनि जेबिटी पनि हुन सक्छ। अब हजुरले सपोर्ट गरिदिनु होला। अब कस्तो क्वालिटी आहा कमेन्टमा भनिदिनु होला। अब आजको त्यही यो ब्लग अब के कसो जान्छ। अब हामी गाउँतिर जाँदैछौँ। अहिले चाहिँ म भान्जासँग बसेको छु। हेलो भन्दै भन्छ। हेलो भनिदिनु। गुड मर्निङ साथीहरू। अहिले चाहिँ बिहानको 6:30 बजिरहेको छ अनि हिजो चाहिँ सुनिल दादा भनौँ विदेश जाँदै हुनुहुन्थ्यो अनि त्यही छोड्न गएको अनि यही चोकमै गाडी लिन आएको। अहिले चाहिँ म जाँदैछु फर्सटिगर। मलाई कभर नि लिन थियो। खासमा चाहिँ मलाई कभर नि लिन थियो फोनको। अनि फेरि यो फोनको कभर कहीँ भेटेँ होइन क्या। अनि अनलाइनमा सर्च गर्न गएको तर लास्टै महँगो भइरहेछ क्या। अनि त्यही हो। अब चाहिँ म निस्केको फर्सटिगर। बिहान चलाउन नि मजा छ। बिहान चलाउन नि अब बाइक बस चलाउन। अहिले चाहिँ म घर आइसकेँ। अब हाम्रो बिहानको नास्ता। अहिले चाहिँ साथीहरू फ्रेस भइसकेको छु। अब म आफ्नो कपडा फेरेर अहिले चाहिँ फ्रेस भयो। अहिले चाहिँ कति बजे हो साथीहरू? कति बजे हो? म फेरि टाइमै हेरेँ छैन। अनि खासमा म चाहिँ अब यही ब्लगको कन्टेन्टमा भनौँ यहाँ खासमा मलाई कभर लिन थियो के यो नयाँ फोनको। अनि कभर लिन थियो त्यही फर्सटिगर। फेरि म नभेटेपछि अर्डर गराउँछु। अब के हुन्छ हेरौँला त्यहाँ दोकानमा गएर। अनि यता अभिषेक पनि आइसकेन। अभिषेक डन। अनि अब मेरो साइकल ल्याउन यार। अब जान पर्ला क्या। अहिले फेरि म चाहिँ टोपी लिनै बिर्सेँ। अब पुरै घामले मलाई पुरै कालो बनाइदिन्छ क्या घामले। यता आउँदैछन् केटाहरू भाइहरू अनि उता अभिषेक डन। अनि फेरि यसले टोपी ल्याएकै छैन। अनि फेरि यो पुरै जल्छ क्या आठुरे यस्तो घाममा निस्क्यौँ हामी। A few moments later. अहिले चाहिँ कभर चाहिँ पाइएन। अब मगाएको छु। अब खोइ एउटा चाहिँ कतिवटा भेराइटी छ। अब कुन चिसो ठिक होला खै यसो गरौँ। उस के भन्छन् यार बहुत तगड़ा हो फेंकता यार। हामी स्प्राइट लिएको छौँ। अनि हजुरहरूले हेर्न सक्नुहुन्छ यो हो फर्सटिगर। त्यो चाहिँ उता चाहिँ फर्सटिगर चोक अनि यो हो फर्सटिगरको बस पार्क। त्यही हो दृश्य। भाइहरू फेरि उता हामी क्या। भाइहरू यता रहेछन् क्या फेरि। फर्सटिगरको बाटो त्यो फेरि उता जान थाल्यो। त्यो त यिनीहरू फेरि यो गोटी खेल्ने ठाउँ हो भाइ। यो गोटी खेल्ने ठाउँ हो। ए गोली यिनीहरू फेरि गोटी खेल्दै बसेछन् क्या। अभिषेक फेरि कट्टा टोलाएर बसेछन्। अभिषेकको आँखा फेरि ओइ अभिषेकको आँखा समझ रहे हो? हामी यस्तै बसेछौँ के साथीहरू। यहाँ
फेरि भाइहरू कति टाइम लाग्छन् भाइहरू यता किन्दैछन् सामान त्यो पर्फ्युम हेराउनु न पर्फ्युम चाहिएको थियो त्यसको कस्तो होला फल्न मिल्दैन त्यो कस्तो पककोमा हो राम्रो छ अरे पकको होइन यो ब्लू स्टिक त होला नि होइन रेड येल्लो ब्लू होइन होला के साइज रेड बेटर लाइक येल्लो कति हो यसको यो ब्लू हो कि ब्लू हो र प्राइस अनलाइन गरिदिनुहुन्छ चाहिँ साथीहरू म चाहिँ पर्फ्युमको निड थियो अनि पर्फ्युम मैले किनेको छु यसको कस्तो होला फग भन्नुभयो फग यसको के भन्छन् यार यसको स्मेल अब कस्तो होला अब खोलेर थाहा पाइन्छ हामी खोलौँ न त होइन अब यहाँ हामी खोलिदिउँ न त लगा के ट्राई मारे ना चोटी साथीहरू यता एकदम राम्रो रहेछ हजुरहरू पनि किन्न सक्नुहुन्छ यस्तो रहेको छ है राम्रो छ जाँदैछ अब घरतिर लाग्ने हो अब यो साथीको फेरि कपाल काट्न छ के A few moments later. म चाहिँ अब घर आइसकेको छु अब चाहिँ अलि 10-11 बजिरहेको होला यति बेला चाहिँ अब म चाहिँ अलि रेस्ट गर्छु अनि यो भिडियो एडिटिङ गरेर अब साँझतिर चाहिँ पोस्ट गर्नेछु म यो भिडियो र अब कस्तो लाग्यो ब्लग चाहिँ कमेन्ट गरिदिनु होला अनि फेरि Q&A भिडियो चाहिँ मन्डे आउँछ भनेको थिएँ अब कोही अब अहिले चाहिँ भ्याएन बनाउन अब डिले पनि हुनसक्छ वेटिङ गर्नु होला छिटै आउँछ अनि यो ब्लग कस्तो लाग्यो त्यो चाहिँ कमेन्ट गर्न नभुल्नु होला यो ब्लगलाई यति नै भन्दै म एन्ड गर्न चाहन्छु